सुशासन गर्दै जाँदाखेरि कोही भ्रष्टाचारीहरू आउन पनि सक्छ कानुनको दायरामा। जेनजीको नाममा गलत क्रियाकलाप कसैले गर्छ भने जेनजीको विद्रोह चाहिँ सुशासनको नियन्त्रण सुशासनको मामिलामा के गर्नुपर्छ गर्छ। सुशासनको लागि विद्रोह भएपछि सुशासन हामीले छोड्छ। सुशासन गर्दै जाँदाखेरि कोही भ्रष्टाचारीहरू आउन पनि सक्छन् कानुनको दायरामा। के छ अब पूर्व प्रधानमन्त्री र गृहमन्त्री कार्यालयमा गएर त्यो गलत क्रिया हो। तिनीहरूलाई नियन्त्रणमा लिन्छ सरकारले। जेनजीको नाममा गलत क्रियाकलाप कसैले गर्छ भने जेनजीको विद्रोह चाहिँ सुशासनको लागि हो। त्यो गलत क्रियाकलाप हो। त्यो चाहिँ सुशासन विरोधी क्रियाकलाप हो। त्यसलाई त सरकारले निगरानी गर्छ। त्यसलाई चाहिँ समयक्रममा हामीले हाम्रो पुलिस प्रशासन सबै लाग्छ। त्यो कुरालाई काबुभित्र राख्छ। अधिकार प्राप्त नभएको व्यक्ति कार्यालय गएर तपाईलाई नै त्यो गर्न मिल्दैन। त्यो मिल्दैन। प्रधानमन्त्रीलाई सबैलाई त्यो छुट हुँदैन। कानुन बमोजिम मात्रै चल्नुपर्छ। सुशासन भनेको पहिलो चाहिँ विधिको शासनबाट सुरु हुन्छ। कानुन मानेर हैन तपाईहरुले सिस्टममा राखिदिनु सोध्दाखेरि